त बिजक भयो पुलहरू सब भत्काइदियो बिचको पोस्टहरू पनि लैगिदियो खोला बढेर हेर्नुहोस् है बिजक छ ए यस्तो छ डाँडो यतानेर यस्तो बिजक भयो खोला सब यता डिभाइड भएको छ हेर्नुहोस् यहाँ पहिला खोला यताबाट बग्थ्यो यहाँ पर कोटाइदिएर गर्दाखेरि पहिला कोटाइदिएर खोला यताले गइसक्यो यो दुईवटा ढुङ्गा नभए हाम्रो गाउँमै बगाउँथ्यो यो सधैँ हाम्रो यहाँनिर खोला यो लाइन बग्थ्यो अहिले हेर्नुहोस् है यो यहाँ जेसिबी लगाएर ढुङ्गा निकालेर कोटाएर यता खोला पसेको यसले आज एकदमै गाउँ बिगार्ने थियो हेर्नुहोस् है यस्तो गरेर यस्तो बिगार्छ हेर्नुहोस् है हो पोस्ट